जहाँ स्पोर्ट्स त्यहाँ स्पोर्ट नेपाल। स्पोर्ट नेपालबाट हामी यो प्रत्यक्ष प्रसारण लिएर आएका छौँ। झापाको बुद्ध शान्ति 4 मा जारी प्रथम साविक शान्तिनगर फुटबल प्रतियोगिता 2081। खेलाडीहरू लाइन अप भइसकेका छन् भने म्याच रेफ्री र अफिसियलहरू पनि त्यहाँ रेडी अवस्थामा रहनु भएको छ। र यो आजको पहिलो सेमी फाइनल खेलमा आयोजक जुनेली युथ क्लबले ओलमन बुद्ध शान्ति 5 सँग प्रतिस्पर्धा गर्दैछ। खेलाडीहरू मैदान प्रवेश गरिसकेका छन्। स्काई ब्लू जर्सीमा देख्न सक्छौँ हामी ओलमन बुद्ध शान्ति 5 भने येलो जर्सीमा रहेको छ। त्यहाँ आयोजक जुनेली युथ क्लब बुद्ध शान्ति 4। र चैत 28 गतेबाट सुरु भएको यस प्रतियोगिता आज वैशाख 2 गते यो पहिलो सेमी फाइनल खेल, त्यसैगरी भोलि अर्को दोस्रो तथा अन्तिम सेमी फाइनल खेल हुनेछ। दोस्रो सेमी फाइनलमा सृजनशील युवा समाजले मङ्गलबार युनाइटेड क्लबसँग भिडन्त पक्का गरेको छ र फाइनल भने वैशाख 6 गते हुनेछ। र आजको खेलको मुख्य रेफ्री त्यहाँ गणेश मगर, त्यसैगरी फर्स्ट एसिस्टेन्टमा उज्जवल खवास र सेकेन्ड एसिस्टेन्टमा त्यहाँ जेम्स लिम्बू र दुवै टिमका कप्तान त्यहाँ सुनिल तामाङ र प्रशान्त राई। र प्रतियोगिताको विजेताले नगद 20,000 रुपियाँ सहित ट्रफी र मेडल प्राप्त गर्दै गर्दा उपविजेता हुने टिमले नगद 12,000 मा चित्त बुझाउनु पर्नेछ। यो बुद्ध शान्ति 4 जुनेली बस्तीका युवाहरूको सक्रियतामा ग्राउन्ड मर्मत, त्यसैगरी यो खेलको आयोजना भइरहेको छ। खेलाडीहरूलाई युवाहरूलाई खेलमा आकर्षित गर्न साथै प्रोत्साहन गर्नका लागि पनि यो प्रतियोगिता आयोजना गरेको आयोजक समितिका अध्यक्ष विशाल सुनवारले हामीलाई जानकारी गराउनु भएको छ। र खेलाडीहरूको नाम वाचन गर्न लाग्दैछु। स्काई ब्लू ओलमन बुद्ध शान्ति 5 का तर्फबाट कप्तान सुनिल तामाङ, गोलरक्षक अर्जुन सार्की, त्यसैगरी ऋतिक गिरी, नवराज मोते, सुगम मगर, अनिश मगर, सुनिल मगर, त्यसैगरी भाद्र धिमाल, निश्चल कुमाल, त्यसैगरी टङ्क कुमाल, मनिष रुचाल, अजित कठुवाल, विशाल तामाङ, जोसन कुमाल र ईशान मगर र टिम मेजर तारागिरी, त्यसैगरी टिम कोच दिपेन कठुवाल र जुनेली युवा क्लबका तर्फबाट येलो जर्सीमा यहाँ टिम कप्तान प्रशान्त राई, राहुल लिम्बू, गोलरक्षक न्युसन बराइली, मन्जिल रम्तेल, सन्दीप घिसिङ, त्यसैगरी श्रेयु मगर, मनिष कुशल लिम्बू, रोनिस कुडुम्बो, त्यसैगरी अभिषेक थेबे, अनिश लिम्बू, मौसम राई, गगन मगर, श्यामुल विक, त्यसैगरी सबिन लिम्बू र आयुष मगर र टिम म्यानेजरमा हुनुहुन्छ इसाक लिम्बू। र त्यहाँ हामी देख्न सक्छौँ आयोजक समितिका काशीयाङ चामलिङ राई, त्यसैगरी सामाजिक व्यक्तित्व सूर्यमान सुब्बा, मिलन सुब्बा लगायत बुद्ध शान्ति 5 का वडा अध्यक्ष देगेन्द्र कार्कीलाई पनि हामी त्यहाँ स्टेजमा देखिरहेका छौँ। हाम्रो समाजसेवी बुद्धिजीवी तारागिरीजीलाई र हाम्रो भिडियो त्यसैगरी अडियो कस्तो आइरहेको छ कृपया कमेन्ट गर्नु नभुल्नु होला। र खेल सुरु हुन लागिरहेको छ र यो प्रकाश भट्टराई हेलो गुड लाइभ भन्दै हुनुहुन्छ। सुखराज कार्की साउदीबाट हाम्रो यो प्रत्यक्ष खेल हेरिरहनु भएको छ, यहाँलाई पनि धन्यवाद दिन चाहन्छु। साउन्ड राम्रो आएन भन्नुहुन्छ प्रकाश भट्टराई, सहकर्मी प्रकाश बानियालाई म
चेक गर्नका लागि अनुरोध गर्दै र यो प्रतियोगिताको पहिलो सेमिफाइनल खेलको पहिलो हाफ सुचारू भएको छ। प्रशान्त राई त्यहाँ टिम कप्तान आयोजक जुनेली युथ क्लबका लागि। र सुरुवातीमै त्यहाँ कर्नरको अवसर रहेको छ आयोजक जुनेली युथ क्लबलाई। आज फर्स्ट एसिस्टेन्ट रेफ्रीमा त्यहाँ हामी जेम्स लिम्बू र सेकेन्ड एसिस्टेन्टमा त्यहाँ उज्जवल खवासलाई देख्न सक्छौँ। यो कर्नर प्रहार प्रशान्त राईको त्यहाँ गोल गर्ने अवसर थियो, यद्यपि यो सङ्कट अहिलेलाई भने टार्न सफल भएको छ ओल्मङ बुद्ध शान्ति। र फेरि पनि त्यहाँ अवसर छ र यहाँ गोल पनि हुन पुगेको छ। त्यहाँ कप्तान प्रशान्त राईले सुरुवाती अग्रता दिलाएका छन्। त्यहाँ किपर त्यहाँ अर्जुन सार्की घाइते देख्न सक्छौँ हामी। यता आयोजक जुनेली पनि सेलिब्रेसन गरिरहेको छ आफ्नो पहिलो गोलको। र यहाँ मेडिकल टिम कल अप गरेका छन् आजका मुख्य रेफ्री गणेश मगरले। र यो आयोजकको सुरुवाती अग्रता खेल सुरु भएको दोस्रो मिनेटमै गोल गर्न सफल भएको छ आयोजक जुनेलीका कप्तान प्रशान्त राई। जुनेली युवा क्लबका हाम्रो क्याप्टेन भाइ प्रशान्त राईद्वारा एक गोल भएको छ। अनि जुनेली युवा क्लब 1 भर्सेस ओल्मङ 0 भई गेम सुरु भइरहेको छ। र आज यो प्रतियोगितामै सबैभन्दा छिटो गोल लागेको आजै र यस अगाडि आयोजक जुनेली युथ क्लबले किराँत युथ क्लबलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो भने ओल्मङको बुद्ध शान्ति 5ले आइतबारे फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलको यात्रामा आएको हो। त्यहाँ अर्जुन सार्की र लाइभ गजब छ। थ्याङ्क यू सो मच फर द लाइभ भन्दै हुन्छ सुकराज कार्की, यहाँलाई पनि धन्यवाद दिन चाहन्छु। त्यहाँ विवेक भट्टराई ल राम्रो छ लाइभ भन्दै हुन्छ, यहाँलाई पनि विशेष धन्यवाद। त्यहाँ फेरि पनि प्रशान्त राई र उनको प्रहार लङ रेन्जको प्रहार थियो, पोस्टदेखि माथिबाट बाहिर गयो। सृजन घिमिरे ठिक छ भन्दै हुन्छ, यहाँलाई पनि हामी स्वागत गर्न चाहन्छौँ हाम्रो यो प्रत्यक्ष लाइभमा। र सुरुवातमै दबावमा परेको छ यहाँ ओल्मङ बुद्ध शान्ति 5। फेरि पनि त्यहाँ प्रशान्त राई, प्रशान्तको त्यहाँ क्रस पास थियो मन्जुल रम्तेललाई, यद्यपि त्यहाँ थ्रोइङको अवसर प्राप्त गरेको छ अहिले ओल्मङ बुद्ध शान्ति 5ले। भद्र धिमाल त्यहाँ सुनिल तामाङ छन् कप्तान टिम कप्तान, यद्यपि पनि फेरि पोजिसन गुमाउन पुगेको छ त्यहाँ ओल्मङ बुद्ध शान्ति 5। प्रशान्त राई सन्दीप घिसिङ यहाँ थ्रोइङको अवसर त्यहाँ र अहिले भने अडियो र भिडियो कस्तो आइरहेको छ कृपया कमेन्ट गर्न नभुल्नु होला। त्यहाँ राहुल लिम्बू बललाई सजिलो नियन्त्रणमा लिएर अगाडि खेलिदिएका छन् सुनिल तामाङ र यहाँ थ्रोइङको अवसर।
ओलमङका लागि त्यहाँ सुगम मगर त्यहाँ थ्रोइङका लागि त्यहाँ नवराज मथेला दिन चाहन्थे तर त्यहाँ बल पोजिसन गुमाएको छ ऋतिक गिरी फेरि पनि प्रशान्त राई त्यहाँ टिम कप्तान जुनियर लिगका बहादुर थिमाल निकै नै राम्रो फुटवर्क देखाउँदै त्यहाँ त्यही अवसर हुन सक्छ ओहो त्यहाँ खेलाडी घाइते हुन पुगेका छन् टङ्क कुमाल ओलमङ बुद्ध शान्तिका तर्फबाट त्यहाँ डिबक्स एरियामा र मेडिकल टिमलाई कल अफ गरिएको छ त्यहाँ मुख्य रेफ्री गणेश मगर र स्पोर्ट त्यहाँ स्पोर्ट नेपाल स्लोगन साथै हामी स्पोर्ट नेपालबाट यो खेलको प्रत्यक्ष प्रसारण गरिरहेका छौँ आज यो पहिलो सेमिफाइनल ओलमङ बुद्ध शान्ति 5 वर्सेस आयोजक जुनियर युथ क्लब यहाँ सुगम मगर थ्रोइङ गर्दै बहादुर धिमाललाई अर्जुन सार्की बललाई अगाडि बढेर नियन्त्रणमा लिन सफल भए पुस गरेका छन् त्यहाँ मनिष खेदमले र फ्री किकको अवसर छ यो ओलमङ बुद्ध शान्तिलाई आज जुनियरले त्यहाँ 4 मैन वाल सेटअप गरेको छ ऋतिक गिरीको प्रहार तर पुसदेखि बाहिर गएको छ फ्रेममा पर्न सकेन यहाँ दर्शकको पनि उल्लेख्य रूपमा उपस्थिति छ भोटिङ पनि त्यस्तै सुनिरहेका छौँ हामी आज आयोजक जुनियरले युथ क्लबको लागि त्यहाँ सपोर्टर धेरै देख्न सक्छौँ हामी र हामी विशेष धन्यवाद दिन चाहन्छु सुकराज कार्की विवेक भट्टराई सृजन घिमिरे प्रकाश भट्टराई लगायत सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई यहाँ सुनिल तामाङ तर त्यहाँ नियन्त्रण बाहिर गएका छन् अनियन्त्रित भएर त्यहाँ लड्न पुगेका छन् सुनिल तामाङ टिम कप्तान ओलमङ बुद्ध शान्ति 5 का लागि ऋतिक गिरी त्यहाँ बहादुर धिमाल क्रस पास त्यहाँ ऋतिक गिरीलाई यो उनको पास त्यहाँ विफल भयो अर्जुन सार्की अनि मगर बल सिधै अगाडि खेलिदिएका छन् सुनिललाई यद्यपि त्यहाँ पोजिसन बनाउन सकेनन् सनिल मगर सुगम मगर थ्रो गर्दै त्यहाँ प्रशान्त राई निकै राम्रो क्रस निकाल्दैका थिए तर त्यहाँ अपको पाग रेज भइसकेको छ सेकेन्ड एसिस्टेन्ट रेफ्री त्यहाँ उज्जवल खवासबाट अशोक राई पनि मलेसियाबाट हेरिदिन्छ ल राम्रो छ लाइभ भन्दै हुन्छ यहाँलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ आज बुद्ध शान्ति 5 ओलमङले
आयोजक जुनेलीसँग प्रतिस्पर्धा गरिरहेको छ। भाद्र धिमाल यहाँ सुगम मगर उनको क्रसमा यो अवसर हुन सक्छ त्यहाँ नवराज मोते ऋतिक त्यहाँ भाद्र धिमाल र यहाँ गोलको अवसर हुन सक्छ यहाँ र यो दोस्रो गोल भएको छ आयोजक जुनेलीका लागि। रनिस मगरले आफ्नो टिमका लागि दोस्रो गोल गर्न सफल भए। त्यहाँ कन्फ्युज अवस्थामा रहेका थिए होलमङ बुद्ध शान्तिका डिफेन्स अनिस मगर यही बेला बललाई सिधै जाली चुमाउन सफल भयो आयोजक जुनेली युथ क्लब। जुनेलीका लागि रोनिस पुरुम्बोले आफ्नो टिमका लागि दोस्रो गोल गरेका छन्। उनको व्यक्तिगत पहिलो गोल हो यो। अगाडि प्रशान्त राई टिम कप्तानले सुरुवाती दोस्रो मिनेटमै गोल गर्दै अग्रता बनाएका थिए। भएको छ साथै आयोजक जुनेली युथ क्लबले भने आयोजकले अग्रता लिइरहेको छ। पहिलो हाफमा 0 का विरुद्ध 2 गोल गरिसकेको छ आयोजक जुनेली युथ क्लबले। यहाँ रोनिस तान्दैछ त्यहाँ फल सुगम मगर फ्री किक पार गर्दैछन् मध्यभागबाट। फेरि पनि अवसर हुन सक्छ यहाँ आयोजक जुनेलीको लागि। त्यहाँ प्रशान्त राई टिम कप्तान तर बल नियन्त्रण बाहिर। त्यहाँ रङ थ्रो इसारा गरेका छन् मुख्य रेफ्री गणेश मगरले। सन्तोष प्रकाश ढुङ्गेल पनि हेर्दै हुनुहुन्छ। लाइभ साउन्ड एकदम राम्रो छ भन्दै हुन्छ। यहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। र हाम्रो लाइभ पार्टनर रहेको छ स्पोर्टिङ क्लोथिङ ब्रान्ड जोयालाई पनि हामी विशेष धन्यवाद दिन चाहन्छौँ। र आज सुरुवातमै दबावमा राख्न सफल भएको छ आयोजक जुनेली युथ क्लब। त्यहाँ रङ थ्रोको इसारा र थ्रोइङको अवसर छ होलमङ बुद्ध शान्ति 5 लाई। त्यहाँ भाद्र धिमाल ऋतिकलाई दिएका छन्। फेरि पनि त्यहाँ भाद्र धिमाल सुनिल तामाङ टिम कप्तान यहाँ अवसर हुन सक्थ्यो डिबक्समा। त्यहाँ अनमार्क रहेका थिए नवराज मोते भेटेनन्। यहाँ प्रशान्त तामाङ र फेरि पनि अवसर बनाउँदैछ यहाँ श्रेय मगरले। त्यहाँ अवसर सिर्जना गरेका थिए प्रशान्त राई टिम कप्तान। उनको सिधा प्रहार त्यहाँ पनि ब्लक हुन पुगेको छ। चङ्क कुमार र यो फेरि कर्नरको अवसर छ आयोजक जुनेली युथ क्लबलाई। 2-0 को अग्रता बनाइसकेको छ जुनेलीले। फेरि पनि त्यहाँ अवसर यदि फ्रेममा प्रहार गरेको भए त्यहाँ गोल गर्ने अवसर हुन सक्थ्यो। अनिस मगर रोनिस श्रेय मगर अनिसको पास भद्रले त्यहाँ टङ्कलाई दिएका छन्। यहाँ सुनिल तामाङ बल कन्ट्रोल गर्न सकेनन् त्यहाँ सुनिल तामाङले। फेरि पनि त्यहाँ रोनिस
ऋतिक गिरी मध्यभागबाट त्यहाँ क्रस दिएका छन् सुनिललाई, तर सुनिलले बल भेटाउन सकेनन्। दर्शकहरूको एकदम बाक्लो उपस्थिति छ, प्यारापिट पनि भरिएको छ त्यहाँ वरिपरि, खेल मैदानको वरिपरि यत्रतत्र सर्वत्र त्यहाँ दर्शक देख्न सक्छौँ हामी। मध्यभागबाट त्यहाँ फ्री किक, गोल अन्तर घटाउने अवसर बन्न सक्छ यो ओल्मङ्कलाई। त्यहाँ सुनिल तामाङले बल त्यहाँ दिएका छन्, यद्यपि त्यहाँ अफसाइड भएको छ। त्यहाँ फल्ट हुन पुगेको साथ राहुल लिम्बू गोलरक्षक। फेरि पनि मेडिकल टिम त्यहाँ कल अप गरिएको छ। त्यहाँ नवराज मोतेसँग ठोकिन पुगेका थिए राहुल लिम्बू। र यो प्रथम साबिक शान्तिनगर फुटबल प्रतियोगिता 2081 मा जम्मा 8वटा टिमहरूले सहभागिता जनाएका थिए, जहाँ आजबाट सेमिफाइनलको खेल सुचारू भएको छ। यो पहिलो हाफ चलिरहेको छ। र यहाँ थ्रोइङको अवसर छ जुनेलीलाई, जुनेलीका लागि त्यहाँ सन्दीप घिसिङ। प्रशान्त राई अनिसले त्यहाँ ब्लक गरेर बललाई अगाडि खेलिएका छन्। यहाँ थ्रोइङको अवसर छ फेरि, सन्दीप कुशल लिम्बू, अनिस मगर बल अगाडि नराजलाई दिएका छन्। नराज मोते मध्यभागबाट टङ्क कुमाल, ऋतिक गिरी, सुगम मगर बल नियन्त्रण गर्न चाहन्थे तर बल नियन्त्रण बाहिर। सन्दीप ऋतिक गिरी, ऋतिकको पास त्यहाँ मिस हुन पुगेको छ। भद्रलाई दिन चाहन्थे ऋतिकले। सुनिल तामाङ बल पोजिसन बनाउँदै त्यहाँ प्रशान्त राई बल सिधा अगाडि खेलिएका थिए। रोनिस तर बल नियन्त्रण बाहिर। मोक्तान संजोग हुनुहुन्छ, अलिक राम्रो देखाउनु पर्यो भन्दै हुन्छ। हामीले सकेसम्म प्रयास गरिरहेका छौँ। भद्रथीमा हालको त्यहाँ क्रस पास सुनिललाई, तर सुनिल नियन्त्रण गुमाउँदै। मन्जिल रम्तेल बल पोजिसन लुज गर्न पुगेका छन् त्यहाँ। आज खेलको सुरुवातमै दबावमा पार्न सफल भएको छ आयोजक जुनेलीले। ओल्मङ्क बुद्ध शान्ति 5 लाई 2-0 को अग्रता बनाइसकेको छ।
बल सिधै फ्रेममा त्यहाँ गोलरक्षक अर्जुन सार्कीले बल नियन्त्रणमा लिँदै अगाडि खेलिदिएका छन् यहाँ सुनिल तामाङलाई। अफको फ्ल्याग रेस भइसकेको छ। न्युसन बराइली डिफेन्स आयोजक जुनियर युथ क्लबका लागि। नवराज मोते त्यहाँ फ्री किक का लागि। र दबावमा रहेको छ आज ओल्मोक बुद्ध शान्ति सुरुवातदेखि नै। यहाँ निकै नै राम्रो प्रहार थियो त्यहाँ नवराज मतेको पोस्टको साइड केही इन्चबाट मात्रै बाहिर गएको छ त्यहाँ बल। न्युसन बराइली त्यहाँ प्रहार सिधै अर्को पोस्टमा पुग्न सफल भएको छ त्यहाँ नवराज मते। ऋतिक सुनिल तामाङ नवराज मते त्यहाँ टङ्क कुमार भद्र धिमाल भद्र धिमाल मुभ भन्यो भने बनाइरहेको छ अहिले भने बुद्ध शान्ति 5 ओल्मोकले। तर अवसरलाई सही सदुपयोग गर्न नसक्दा 2-0 पछि परेको छ। त्यहाँ सुनिल तामाङ उनको पास त्यहाँ नवराज मतलाई उनको फिट तल्लो पास थियो त्यहाँ। ऋतिक गिरीको सिधा प्रहार त्यहाँ राहुल लिम्बुले सजिलै नियन्त्रणमा लिए। राहुल लिम्बु त्यहाँ बललाई क्लियर गरिदिएका छन्। शङ्क कुमारले र शिव सुवेदी हुनुहुन्छ सम्झना साथ दामी हुनुहुन्छ यहाँलाई धन्यवाद दिन चाहन्छु। त्यसै गरी सौम्या चाराङ महेश मगरलाई राम्ररी खेल्न भन्नु त भन्दै हुन्छ। र यहाँ तर अफ भइसकेको छ अफको फ्ल्याग उठिसकेको छ। सुगम मगर त्यहाँ भद्र धिमाललाई त्यहाँ ऋतिक गिरी छन् बल पोजिसन बनाउँदै र उनको प्रहार सिधै
त्यहाँ गोल लाइनदेखि बाहिर गएको छ। त्यहाँ कप्तान प्रशान्त राई माथि फल्ट हुन पुगेको छ। भद्र धिमालले त्यहाँ फल्ट गरेका छन्। मिसन बराइली त्यहाँ टङ्क कुमाल त्यहाँ क्रस त्यहाँ भद्रले बल अगाडि खेलिदिएका छन्। त्यहाँ नराज मात्रै तर राहुल लिम्बू अगाडि बढेर बललाई उत्कृष्ट तरिकाले बचाएका छन्। थ्रो गर्दैछ यहाँ आयोजक सुनिल युथ क्लब। रोनिस बल पोजिसन गुमायो आयोजक सुनिलले। यहाँ भद्र हिमाल त्यहाँ क्रस पास त्यहाँ नवराज मोते र यहाँ त निकै अहिले हावा हुन्डरी पनि चलिरहेको छ। यहाँ फेरि अवसर सिर्जना गर्ने क्रममा त्यहाँ आयोजक सुनिल निकै नै हावा चलिरहेको छ अहिले। यो खेलाडी परिवर्तन जर्सी नम्बर 7 का खेलाडी त्यहाँ विशाल मैदान प्रवेश गर्दैछन्। विशाल तामाङ कप्तान सुनिल तामाङको स्थानमा र अहिले कप्तान दिएका छन् नवराज मोतेलाई। र निकै नै हावा हुँदै समस्या बनाइरहेको छ। यहाँले देख्न सक्नुहुनेछ ग्राउन्डमा र यहाँ प्रशान्त राई पेनल्टी एरिया बाहिरबाट त्यहाँ फ्री किक प्रहार गर्दै प्रशान्त राई आज 1 गोल गरिसकेका छन्। व्यक्तिगत 1 गोल गरेका छन् आफ्नो टिमका लागि र उनको प्रहार सिधै फ्रेमबाट केही इन्च बाहिरबाट मात्रै बल गएको छ। त्यहाँ रोनिस भद्र धिमाल पोजिसन त्यहाँ ब्याक पास दिएका छन्। त्यहाँ अनिसलाई डिभोक्स एरियामा त्यहाँ गल्ती हुन सक्छ। यो डिभोक्स एरियामा त्यहाँ खेलाइरहेका थिए अनिस, यद्यपि गोल हुन सकेन। भद्र धिमाल स्पर्श दिन चाहन्थे त्यहाँ चङ्क कुमारलाई, तर स्पर्श अवसर हुन सक्छ। तर अर्जुन सार्की निकै नै महत्त्वपूर्ण खेलाडी छन्। अर्जुन सार्की गोलरक्षक ओल्ड मङ्क बुद्ध शान्ति 5 का लागि। र यो पहिलो सेमिफाइनलको पहिलो हाफ सकिन लागेको छ। यहाँ नवराज मात्रै आजको यो वेदर
धुम्मिएको जस्तो देखिरहेको छ, धुमिरहेको छ सबैतिर भने, हावा पनि त्यस्तै चलिरहेको छ, धुलो त्यत्तिकै उडाइरहेको छ। त्यहाँ ऋतिक गिरी मध्यभागबाट त्यहाँ कोटिङ पनि सुन्न सक्छौँ हामी। र पहिलो हाफमा अतिरिक्त समय 3 मिनेट थप गरिएको छ। र ऋतिक गिरीको त्यो प्रहार सिधै फ्रेममा थियो, यद्यपि राहुल लिम्बूले नियन्त्रणमा लिएका छन्। त्यहाँ हाम्रो थप समय 3 मिनेट रहेको छ। भद्र धिमाल यहाँ गलत खेलेका छन्। त्यहाँ प्रशान्त राईको प्रहार थियो। नवराज मोथे तर बल पोजिसन फेरि पनि लुज गरेको छ ओलमङ बुद्ध शान्तिले। बुद्ध शान्ति 5 ले मन्जिल रम्तेल बल लिएर गएका थिए तर उनको पिछल प्रहार थियो। त्यहाँ भूषण बराइली यहाँ भाद्र धिमाल, भाद्रको क्रस फेरि मिस पास हुन पुग्यो। यहाँ सुगम मगर, विशाल भाद्रको त्यहाँ क्रस पास छ। यो त्यहाँ थ्रोको इसारा अबको थ्रोइङ गर्ने अवसर छ। त्यहाँ ओलमङलाई शङ्कर कुमार त्यहाँ थ्रोइङ गरे, भाद्र धिमाल थिए। अनिसले बल सिधै अगाडि त्यहाँ नवराज मोतेलाई ऋतिक गिरी छन्। ऋतिकको प्रहार त्यहाँ सिधै पोस्टमा। राहुल लिम्बू श्रेय मगरलाई दिए त्यहाँ। प्रशान्त राई टिम कप्तान मगरले बल त्यहाँ अगाडि खेलिदिएका छन् विशाललाई। भाद्र धिमाल फेरि पनि त्यहाँ यो प्रहार भने त्यहाँ विफल हुन पुगेको छ ऋतिक गिरीको। यो विसेल सँगसँगै आजको यो पहिलो सेमी फाइनलको पहिलो हाफ सकिएको छ र पहिलो हाफमा ओलमङ बुद्ध शान्ति 5-0 का विरुद्ध 2 गोल गर्दै अग्रता बनाएको छ। र यल्लो जर्सीमा रहेको आयोजक सुनिल युथ क्लब जसका लागि कप्तान प्रशान्त राईले पहिलो गोल गरेका थिए। खेलको सुरुवातीमै पनि दोस्रो गोल रोनिसले गर्न सफल भए। रोनिस कुटुम्बो जर्सी नम्बर 11 लाएर खेल्ने गर्दछन्। रोनिस सुरुवाती समयमै अग्रता बनाउन सफल भयो र दबाव कायम गरेको छ आयोजक सुनिलले। त्यहाँ हामी देख्न सक्छौँ सामाजिक व्यक्तित्व तारागिरी, त्यसै गरी बुद्ध शान्ति 5 का वडा अध्यक्ष देवेन्द्र कार्कीलाई पनि हामी देख्न सक्छौँ। युवा खेलाडीहरूलाई प्रोत्साहन र हौसला गर्नका लागि मैदानमा देख्न सक्छौँ हामी। बुद्ध शान्ति 5 का वडा अध्यक्ष देवेन्द्र कार्की यहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी सामाजिक व्यक्तित्व मिलन सुब्बा, ललित पौडेल लगायत सम्पूर्ण सामाजिक व्यक्तित्वहरूलाई हामी देखिरहेका छौँ।
र हामी यो छोटो समयमा यो ब्रेक टाइममा हामी आयोजक समितिका अध्यक्ष विशाल सुनवारसँग केही गफ गर्ने प्रयासमा छौँ। र फेरि पनि यहाँ दर्शकबिनहरु सम्पूर्ण हामी स्वागत गर्न चाहन्छौँ जहाँ स्पोर्ट त्यहाँ स्पोर्ट नेपाल। हामी टिम स्पोर्ट नेपाल यति बेला साविक शान्तिनगर गाविसमा छौँ, अहिलेको बुद्ध शान्ति गाउँपालिका। र यहाँ विगत दिनदेखि यहाँ खेल सञ्चालन भइरहेको छ। यो तपाईहरुले हामीले प्रत्यक्ष प्रसारण पनि गरिरहेका छौँ। र यो खेल बाहिरबाट हेर्दा जति रमाइलो जति आकर्षक देखिन्छ, यसका पछाडिहरु समस्याहरु चुनौतीहरु पनि त्यति नै छन्। र यो कार्यक्रमको आयोजना गर्दै गर्दा यो कार्यक्रमहरु गर्दै गर्दाखेरि भोग्नु भएका चुनौतीहरुको विषयमा यो कसरी सञ्चालन भयो, यसको उद्देश्य के हो, यो विषयमा सञ्चालन भनिदिनका लागि आज हामीसँग हुनुहुन्छ यस आयोजक समिति जुनेल युवा क्लबका अध्यक्ष विशाल सुनार। उहाँलाई म स्वागत गर्न चाहन्छु। नमस्कार। यहाँलाई स्वागत छ। हजुर नमस्कार। अनि अहिले यो जुन तपाईहरुले यो फुटबल प्रतियोगिताको आयोजना गरिराख्नु भएको छ, सम्भवतः यो पहिलो संस्करण होला हैन। र यो तपाईहरुले फुटबल प्रतियोगिता सञ्चालन गर्दै गर्दाखेरि तपाईहरुले अब अहिले हामीले हेर्दाखेरि एकदम दर्शकको पनि एकदम राम्रो उपस्थिति सबै भव्य र सभ्य रूपमा भइरहेको छ। यो बाहिरबाट हेर्दा जति राम्रो देखिन्छ, भित्र काम गर्नेहरूलाई काम गर्दै जाँदा त्यति नै गाह्रो भइरहेको हुन्छ हैन। यो विषयमा अलिकति केही भनिदिनु न, यो कार्यक्रम सञ्चालन गर्दै गर्दा के समस्याहरू भोग्नु भयो? त्यही त अब यो समस्या भन्दा पनि अब पहिले त अब सुरुवातमा भन्नुपर्दा ग्राउन्डै मेन्टेनेन्स गर्नु बहुत हामीलाई गाह्रो भएको थियो हैन। देश विदेशमा रहनु भएका हाम्रा दिदीभाइ तथा दाजुभाइ अङ्कल आन्टीहरूले आर्थिक सहयोग गरिदिनु भयो, त्यसमा पनि एकदम खुसी छौँ हैन। त्यसैले अब उहाँहरूले पनि सहयोग नगरिदिनु भएको भए हामी यतिसम्म गर्न सक्दिन्थ्यौँ होला। त्यस्तै छ। अब आर्थिक भन्दा पनि अब सुरुवात हामीले कोसिस गरिरहेछौँ हैन। अब यसलाई अझै राम्रो गर्दै जान्छौँ। अर्को दिन अरू आउँदो दिनहरूमा योभन्दा अझै राम्रो हैन र भव्य र सभ्य गर्ने कोसिस गर्नेछौँ हामी। र हामीलाई यसरी नै साथ सपोर्ट गरिदिनु होला सम्पूर्ण हाम्रा देश विदेशमा रहनुभएका र हाम्रा बुवा आमा तथा दिदीबहिनीहरूलाई हृदयबाट म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। र अस्ति हामीले यहाँ चर्चा पनि सुन्यौँ होइन, यो तपाईँको यो जुन हामी अहिले उभिएका छौँ यो उभिएको ग्राउन्ड चाहिँ टोटली सबै बाँस गाडी रहेछ होइन। बाँस गाडीलाई चाहिँ यहाँको स्थानीयहरूले चाहिँ जनश्रमदानबाट यो रातारात तपाईँको चाहिँ यो छोटो समयमा यस्तो राम्रो ग्राउन्डमा परिणत गर्नु भएको छ। यसलाई चाहिँ कसरी तपाईँहरूले म्यानेज गर्नुभयो? यसलाई हामीले रात दिन नभनिकन है हामीले लगभग
6 दिन 7 दिन भित्रमा हामीले ग्राउन्ड चाहिँ यतिको बनायौँ हैन। त्यसमा हामीलाई सहयोग गरिदिनु भएको छ गाउँपालिकाबाट हामीलाई जेसीबी हैन। त्यसै गरी वनले पनि हामीलाई सहयोग गरिदिनु भएको छ र हाम्रा यो जग्गादाताहरूले एकदमै धेरै सहयोग गरिदिनु भयो हैन। त्यसमा हामी धेरै खुसी छौँ। त्यस्तै हो। त्यो अब यो जुन यहाँको स्थानीयहरूको जुन खेलकुद प्रतिको एउटा मोह छ, फुटबल प्रतिको माया छ, त्यो हामी छर्लङ्गै पनि देख्न सक्छौँ र स्थानीय लोकल ठाउँमा भएको यो टुर्नामेन्टमा पनि दर्शकको उपस्थिति चाहिँ बाक्लै देखिरहेका छौँ क्या हामी। र यो तपाईँले जुन श्रमदानबाट यो मैदान बनियो भन्नुभएको छ र हामी छर्लङ्गै छौँ। अब यो तपाईँहरूले एउटा एक खालको लेभललाई चाहिँ रेज गरिसक्नु भयो। अब आगामी दिनमा यसलाई कसरी तपाईँहरू अगाडि लिएर जानुहुन्छ? अब यसलाई हामी अझै यसलाई संरक्षण गर्छौँ। यो ग्राउन्डलाई एकदम राम्रो मेन्टेनेन्स गरेर जान्छौँ हैन। अहिले हामीले यसरी गऱ्यौँ, योभन्दा अझै उच्च हैन अझै राम्रो तरिकाले अब यसमा सहयोग गरिदिनु भयो भने हाम्रा देश विदेशमा रहनुभएको दाइहरूले हामी यसमा प्लमहरू उठाउने छौँ। त्यसै गरी हामीले यो देखिरहेको यो भिरलाई हामीले जाली लगाएर हैन त्यसमा अलिकति राम्रो देखिने र बल हाम्रो अहिले पनि बाहिर गइरहेछन्, तपाईँहरूले पनि स्पष्ट देखिरहनु भएको छैन। त्यसलाई मेन्टेनेन्स गर्ने र हाम्रा यो प्याराफिट भएको ठाउँलाई अझै राम्रो तरिकाले सिमेन्टकै बनाउने हाम्रो कोसिस छन् हैन। अब आउँदो दिनहरूमा यसै गरेर हामीले खुसी बनाउने छौँ हाम्रा गाउँका व्यक्ति गाउँका अग्रज र हाम्रा रहनुभएका समाजका व्यक्तिहरूलाई हामी यसरी खुसी बनाउने छौँ। कहिले पनि दुखी हुनु दिन्नौँ। यो पहिला 7 साइडको ग्राउन्ड रहेछ होइन। 7 साउन्डको लागि तपाईँहरूले विकास गरेर 9 साइड बनाउनु भयो। अब यो स्तरोन्नति हुने क्रममा यो 11 साइडसम्म हुने सम्भावना कतिको छ र त्यसका चुनौतीहरू के कस्ता छन्? जस्तै यहाँको स्थानीय तहले जनप्रतिनिधिहरूले यति सहयोग गर्दैदेखि हामी यसलाई अलिकति 11 साइडको ग्राउन्डमा चाहिँ विकास गर्ने थियौँ भन्ने त्यस्तो तपाईँहरूलाई भित्र आयोजकको तर्फबाट के लाग्छ त्यस्तो? एकदमै त्यो पनि हाम्रो सोचमा चाहिँ आएको छ हैन। हाम्रो समितिले बस्दाखेरि सरसल्लाह भइरहेछन्, तर हाम्रो यो जुन हाम्रो यो च्यानहरूले गरेर हामीलाई यसलाई बढाउनु नसकिरहेछौँ र यो देखिरहेका रुखहरूले गर्दा र एउटा हाम्रो यहाँ भवन बनिएको छ, त्यो भवनले गर्दाखेरि अलिकति हामीलाई असर पुगेको छ। त्यति नै हो। त्यति भएन भने हामी 11 साइज मजाले बनाउन सक्छौँ। अब यो 9 सेटलाई पनि राम्रोसँग विकास गर्नु भएको छ। जस्तै तपाईँहरूले यो आयोजना गर्नु भएको छ पहिलो संस्करणको यो साविक शान्तिनगर फुटबल प्रतियोगिता होइन, यसको अनुमानित खर्च चाहिँ कति लाग्छ? तपाईँहरूले के यसलाई खाका तयार गर्नु भएको छ? हामीलाई यसका खर्च भनेको हामीलाई 3 देखि 4 लाखसम्म चाहिँ क्रस भइसके हैन अहिलेसम्म। र हामी श्रमदानै गरेर पनि तर यतिको चाहिँ खर्च भइसक्यो। हामी यो हिसाब हामीले देखाउने पनि छौँ, कसैलाई दुखी पनि बनाउँदैनौँ हैन। हामीले गरेको कामहरूले भोलिको दिनमा हामीलाई समाजले नराम्रो नठहर्याओस् भन्ने हामी चाहना छ। हामी तपाईँहरूको यो कदम एकदम सराहनीय छ होइन। तपाईँहरू एकदम धन्यवादको पात्र हुनुहुन्छ। यो ठाउँमा भएका युवाहरूलाई चाहिँ खेलप्रति जुन तपाईँहरूले यो आकर्षण गर्नुभएको छ, खेलकुद क्षेत्रलाई चलायमान पार्नु भएको छ, यो साँच्चै नै तपाईँको चाहिँ एउटा तारिफ योग्य कुरा छ होइन। र हामी पनि के आशा गर्छौँ यहाँको स्थानीय तहको पनि एउटा गहनाको रूपमा स्थापित होस् भोलिका दिनमा यो ग्राउन्ड होइन। स्थानीय तहलाई पनि हामी के गर्न चाहन्छौँ भने यहाँ स्थानीय यो युवाहरूले गर्नुभएको यो कामलाई साथ दिनुहोला, सहयोग गर्नुहोला भनेर हाम्रो तर्फबाट पनि सक्ने सहयोग यहाँहरूसम्म रहनेछ। यतिन्जेलसम्मलाई टाइम दिनु, त्यसको लागि धन्यवाद। उहाँ हुनुहुन्थ्यो अध्यक्ष हाम्रो जुनेली युवा क्लबका अध्यक्ष विशाल सुनवार हुनुहुन्थ्यो। अहिलेसम्मको यो ग्राउन्डको विषयहरूमा हामी विभिन्न किसिमका यस्ता फुटबल ग्राउन्डमा गएर यहाँका विषयमा हामी कुराकानी गर्ने नै छौँ। र अहिले खेल भइरहेको छ र अहिले यो खेलको हामी मध्य भागमा यो हाफ टाइमको समयलाई चाहिँ सदुपयोग गर्दै अध्यक्षसँग कुराकानी गऱ्यौँ। र भोलिका दिनमा फेरि हामी अरू पदाधिकारी र यसमा लाग्नुहुने सक्रिय जुन अगाडि फ्रन्ट लाइनमा बसेर काम गर्ने साथीहरूसँग फेरि गफ लिएर आउने छौँ। तबसम्म हामीलाई हेर्दै गर्नुहोला। धन्यवाद।
यहाँहरूलाई हामी पुनः स्वागत गर्न चाहन्छौँ जहाँ स्पोर्ट त्यहाँ स्पोर्ट नेपाल। हामी फेरि पनि उपस्थित भइसकेका छौँ दोस्रो हाफ लिएर। योभन्दा अगाडि हामीले आयोजक समितिका अध्यक्षसँग केही कुराकानी गरेका थियौँ, त्यो पनि हामीले भिडियोमा समेटेका थियौँ, त्यो हेर्नुभयो होला पक्कै पनि। र अहिले दोस्रो हाफसम्म भर्खर सुरु भएको छ, केही समय अगाडि दोस्रो हाफ पनि। र अब अहिलेसम्मको नतिजा हेर्ने हो भने जुनेली युथ क्लबले 2 गोल लगाइसकेको अवस्था छ। जुनेलीका तर्फबाट कप्तान प्रशान्त राईले 1 गोल र त्यसै गरी 10 नम्बर 11 का रोनिस फुरुङबाले 1 गोल गरेर 2 गोलको गरिसकेका छन्। र यति बेला ओल्ड मङको तर्फबाट खेलाडी परिवर्तन भएको छ। 19 नम्बर खेलाडी बाहिरिनु भएको छ। जर्सी नम्बर 19 का भद्र थिमाल मैदान बाहिरिनु भएको छ भने निशान जर्सी नम्बर 3 का निशल कुमाल मैदान प्रवेश गरेका छन्। फाउलको केही सङ्केत गर्दै आजका म्याच रेफ्री गणेश मगर र फ्री किकको अवसर यहाँ ओल्ड मकलाई तपाईँहरू यति बेला मैदानमा देखिरहनु भएको छ। टङ्क कुमालको यो फ्री किक यहाँ ब्लक गरिदिएका छन् कप्तान प्रशान्त राईले। र तपाईँले त्यसलाई मैदानमा स्काई ब्लू कलरमा ओल्ड मङलाई देखिरहनु भएको छ भने पहिलो जर्सीमा जेवाइसी यानि कि जुनेली युवा क्लब आयोजक क्लब पनि हो। र यो विजेता टिमले सोझै फाइनलको यात्रा तय गर्नेछ, उपाधि नजिक पुग्नेछ। र यो आजको पहिलो सेमी फाइनल खेल हो यस प्रतियोगिताको। र उपविजेता हार बिहोर्ने टिमले सेमी फाइनलबाट घर फर्कनु पर्ने अवस्था छ। र यहाँ थ्रो इनको अवसर ओल्ड मङ्कलाई। यहाँ थ्रो इन गर्दै ओल्ड मङ्क र यहाँ क्रस हेडर त गर्न चाहन्थे, अवश्य अवसर छ त्यहाँ, तर कुनै पनि मौका भने दिएनन्। त्यहाँ प्रशान्तको त्यहाँ गुड फुटवर्क देख्न सकिन्थ्यो। त्यहाँ ओल्ड मङ्कका कप्तान विशाल तामाङले केही फाउल गर्न पुगे। त्यहाँ कप्तान भर्सेस कप्तान परेको थियो। प्रशान्त राई त्यहाँ घाइते देखिन्छन्, त्यहाँ मेडिकल टिम पनि कल गरिएको छ। र तपाईँहरू भर्खरै मात्र जोडिनु भएको छ भने यो हो प्रथम साविक शान्तिनगर फुटबल प्रतियोगिता 2081 र हामी टिम स्पोर्ट नेपाल यहाँहरूलाई प्रत्यक्ष प्रसारणमा गरिरहेका छौँ। त्यसै गरी सहकर्मी आयुष निरौलासँगै म तपाईँहरूकै आवाजको साथी प्रकाश बानिया उपस्थित भइसकेको छु। र आजको हाम्रो खेल पहिलो सेमी फाइनल खेल हो। र आजको खेल अवधिबाट हामी तपाईँहरूलाई साथ दिनेछौँ। कहाँबाट हेर्दै हुनुहुन्छ, हाम्रो अडियो भिडियो कस्तो आइरहेको छ हामीलाई कमेन्ट भने गर्दै गर्नुहोला। र अब यो दोस्रो हाफमा ओल्ड मङ्क खेलमा फर्कन्छ या फर्कदैन, तपाईँहरूलाई के लाग्छ? 2 गोलले पछि परेको ओल्ड मङ्क बुद्ध शान्ति 5 भर्सेस बुद्ध शान्ति 4 पनि भन्न सक्छौँ हामी। जुनेली युवा क्लब बुद्ध शान्ति 4 को हो। र यहाँ अझै पनि अवसर बनाउँदै त्यहाँ प्रशान्त राई यहाँ के मिस्टेक गर्न पुगे। प्रशान्त भर्सेस त्यहाँ विशाल भएका थिए, कप्तान भर्सेस कप्तान नवराज। र त्यहाँ राइट ह्यान्ड साइडमा पास खेलिदिएका थिए तर त्यहाँ कुनै अवसर दिएनन्। र त्यहाँ गोल सही दिशामा हान्न सकेनन् त्यहाँ ओल्ड मकका खेलाडीले। त्यसै गरी हामीलाई मोहम्मद उमरले हेर्दै हुनुहुन्छ, धन्यवाद दिन चाहन्छु यहाँलाई। हामी योगराज सुवेदी म पनि आइपुगेँ भन्दै हुनुहुन्छ, यहाँलाई पनि धन्यवाद। त्यही सीता मगर नमस्कार म कुवेतबाट हजुर भन्दै हुनुहुन्छ, यहाँलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। 7 समुद्र पारीबाट पनि आफ्नो गाउँमा, आफ्नो ठाउँमा, आफ्नो स्वदेश जन्मभूमिमा भएको यो खेललाई तपाईँले माया गरिरहनु भएको छ। साँच्चै तपाईँ तारिफ गर्न लायक व्यक्ति हुनुहुन्छ र हामी तपाईँहरू सम्पूर्ण जो 7 समुद्र पारीबाट हामीलाई हेर्नुभएको छ सम्पूर्णलाई धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी किरण सिंह जय ओल्ड मङ्क FC भन्दै हुनुहुन्छ। र जति पनि हुनुहुन्छ कहाँबाट हेर्दै हुनुहुन्छ हामीलाई कमेन्ट पनि गर्दै गर्नुहोला। र हाम्रो यो स्पोर्ट नेपाल फेसबुक पेजलाई पनि माया गरिदिनु होला, फलो गरिदिनु होला, लाइक गरिदिनु होला, यो भिडियोलाई जति सक्दो सेयर गरिदिनु होला ताकि अरू पनि धेरै खेलप्रेमी दर्शक महानुभावहरूले हामीलाई
हेर्न सक्नुहोस्। र थ्रो इनको अवसर यहाँ जुनेलीलाई। अवसर हुन सक्छ। पृष्ठ प्रहार त्यहाँ गोलरक्षकले सहजै नियन्त्रणमा लिदिएका छन्। गोलरक्षक राहुल लिम्बू पृष्ठ खेलिरहेका छन् गोलरक्षकले। र 2 गोलले अग्रता लिएको जुनेल युवा क्लब यति बेला कन्फिडेन्सका साथ मैदानमा खेलिरहेको देख्न सक्छौ। र यहाँ ओल्ड मकलाई भने केही दबाव रहेको छ, खेलमा फर्कनु पर्ने अवस्था छ। र यहाँ अवसर हुन सक्छ एउटा ओल्ड मकका लागि। त्यहाँ आफै अनियन्त्रित भएर लड्न पुगे नवराज। अवसर भने राम्रो पाएका थिए। ऋतिक जोरदार प्रहार थियो तर त्यहाँ ओल्ड मकका डिफेन्स न्युसन बराइलीले त्यहाँ ब्लक गरिदिएका थिए बल। र थ्रो इनको अवसर यहाँ ओल्ड मक बुद्ध शान्ति 5 लाई। केही ढिला भने पक्कै गर्न पुग्यो। र क्लियरसँगै बल टच लाइन बाहिर गएको छ र फेरि पनि थ्रो इनको अवसर प्राप्त गरेको छ यहाँ स्काई ब्लू जर्सीमा रहेको ओल्ड मकले। र अवसर हुन सक्छ जुनेलीका लागि। फेरि पनि यहाँ क्रस पास त गर्न चाहन्थे तर त्यहाँ कुनै पनि अवसर भने दिएनन्। जोरदार प्रहार त गर्न चाहन्थे तर त्यहाँ नवराज त्यहाँ लेफ्ट ह्यान्ड साइडबाट मध्यभागमा खेलिरहेका छन् ऋतिकका लागि। त्यहाँ हातमा लाग्न पुगेको छ नवराजको र ह्यान्डबलको सङ्केत त्यहाँ आजको म्याच रेफ्री गणेश मगरकोबाट। त्यसैगरी आजको यो खेललाई खेलाउनको लागि फर्स्ट असिस्टेन्ट रेफ्रीमा जेम्स लिम्बूलाई हामी देख्न सक्छौँ भने सेकेन्ड असिस्टेन्ट रेफ्रीमा उज्जवल खवास रहेका छन्। त्यसैगरी म्याच रेफ्री गणेश मगर। र त्यहाँ के अतालिएको अवस्थामा बल क्लियर गरिदिएका छन् जुनेल युवा क्लबको तर्फबाट जर्सी नम्बर 5 का सन्दीप घिसिङ। र कप्तान प्रशान्त। र यहाँ अवसर हुन सक्छ। त्यहाँ अफसाइड हुन पुगेका छन् जर्सी नम्बर 17 का सलिल मगर। त्यसगरी हामीलाई धेरैभन्दा धेरै दर्शकहरूले अनलाइन मार्फत पनि हेरिरहनु भएको छ प्रत्यक्ष प्रसारणमा। त्यसैगरी मित्र खड्काले हेरिरहनु भएको छ, दामी भन्दै हुनुहुन्छ मित्र खड्का, खेल राम्रो छ भन्दै हुनुहुन्छ नवराज प्रसाद रिजाल। जय गोल जय स्पोर्ट नेपाल नारायण प्रसाद रिजाल। जय गोल जय स्पोर्ट नेपाल भन्दै हुनुहुन्छ। त्यसपछि सीता मगर दामी छ भन्दै हुनुहुन्छ। यहाँ सम्पूर्णलाई यो प्रतिक्रियाका लागि धन्यवाद दिन चाहन्छौँ। र यहाँ अवसर हुन सक्छ। यहाँ केही घाइते देख्न सक्छौँ हामी। यहाँ हामी घाइते देख्न सक्छौँ जुनेलीका तर्फबाट खेलाडी। त्यसैगरी मनोज घिसिङ लाइभ राम्रो छ भन्दै हुनुहुन्छ। चलाम धन्यवाद तपाईँहरूकै माया साथ सपोर्टले गर्दा हामी यो प्रत्यक्ष प्रसारण देख्न सफल भइरहेका छौँ। तपाईँहरूको माया तपाईँहरूको साथ बिना हामी पनि अधुरो रहनेछौँ। कृपया हामीलाई धेरैभन्दा धेरै सपोर्ट गर्नुहुनेछ भन्ने हामीले आशा राखेका छौँ। र हाम्रो टिप स्पोर्ट नेपाल सदैव खेलकुद क्षेत्रमा भइरहेका गतिविधि लिएर आउने गर्दछ। देशका विभिन्न ठाउँमा भइरहेका खेलकुद गतिविधिलाई
निहाल्ने गर्दछौँ हामीहरू नजिकबाट सकेको सहयोग गर्नेछौँ। अझ भनौँ नेपालको पूर्वी भाग इलाम, पाँचथर, ताप्लेजुङ, झापा लगायतका विभिन्न ठाउँहरूबाट हामी स्थानीय स्तरमा भएका फुटबल प्रतियोगिताहरूको प्रत्यक्ष प्रसारण गर्ने गर्दछौँ। र प्रत्यक्ष प्रसारण गर्नु परेमा कुनै पनि खेलको प्रत्यक्ष प्रसारण गर्नु परेमा हामीलाई सम्झाउन सक्नुहुन्छ। त्यसै गरी यहाँ ओल्ड मकले कर्नर किक प्राप्त गरेको छ र एउटा अवसर पनि हुनसक्छ एउटा गोल अन्तर घटाउनका लागि। क्रेस्ट हेडर यहाँ क्रसबार भन्दा केही माथिबाट गोल पास भएको छ तर उनको हेडर भने त्यहाँ तारिफ योग्य थियो। त्यसै गरी मनोज घिसिङ आफ्नो गाउँमा फुटबल हुँदैछ, विकास हुँदैछ भन्दै हुनुहुन्छ। पके पनि यो पनि एउटा एक खालको विकास हो। हामीले खेलकुद क्षेत्रलाई विकास गर्न सक्यौँ भने अरू कुराहरू बिस्तारै विकास हुन सक्छ। यहाँ हामी प्रत्यक्ष रूपमा देख्न सक्छौँ यो फुटबलले गर्दाखेरि यहाँ कति स्थानीयहरू, कति दर्शकहरूको उपस्थिति छ। त्यसै गरी यहाँ 8-10वटा दोकानहरू, व्यवसायहरू पनि सञ्चालन भएको छ। यसले पनि आर्थिक क्षेत्रलाई थोरै भए पनि चलायमान बनाउनेछ। र यहाँ अवसर हुन सक्छ जुनेलीका लागि फेरि पनि, तर त्यहाँ गोल नियन्त्रण भने गर्न सकेनन्। यहाँ बल क्लियर गरिदिएका डिफेन्सले कुनै पनि अवसर भने दिएनन्। यहाँ दर्शकहरू पनि बाक्लै हुथिङ सुन्न सक्छौँ हामी आफ्नो टिमका लागि सपोर्ट गर्नका लागि। यतिको लोकल स्थानमा, लोकल टुर्नामेन्टमा यति धेरै दर्शक बिरलै देख्न पाइन्छ, कम्ती नै देख्न पाइन्छ। आफ्नो टिमको सपोर्टमा जर्सी, टिमकै जर्सी लगाएर आउने दर्शकहरूको पनि सङ्ख्या बाक्लै देख्न सक्छौँ हामी। र फेरि पनि अवसर हुन सक्छ यहाँ प्रशान्त राई त्यहाँ गोल अगाडि बढ्दै त्यहाँ रिबाउन्ड भएको छ। त्यहाँ गोल पोस्टमा लागेर गोल फर्किएको थियो र त्यहाँ दोस्रो प्रयास पनि विफल भएको छ जुनेलीका तर्फबाट। त्यसै गरी शोभा सुवेदी हामीले हेर्दै हुनुहुन्छ आज छुट्टीको सदुपयोग गर्दै। शिव सुवेदी हुनुहुन्छ आज छुट्टीको समयलाई सदुपयोग गर्दै आयुषजीलाई सम्झना छ भन्दै हुनुहुन्छ। अडियो भिडियो राम्रो छ, प्रगतिको कामना म दोहाबाट निहालिरहेको छु, जय फुटबल भन्दै हुनुहुन्छ। यहाँलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। 7 समुद्र पारीबाट हामीलाई, आफ्नो ठाउँलाई, स्वदेशलाई माया गरिराख्नु भएको छ। र फेरि पनि अवसर हुन सक्छ यहाँ जुनेलीका लागि, पटक पटक अवसर सिर्जना गरिरहेको छ जुनेली। त्यहाँ प्रशान्त राई मध्यभागबाट र उनको प्रहार। त्यसै गरी मित्र खड्का हुनुहुन्छ, हामीहरू पनि लाइभ हेर्दै रमाउँछौँ भन्दै हुनुहुन्छ। र त्यहाँ गोल किक गर्दै ओल्ड मङ्क। त्यो क्रिस्ट पास निकालेका थिए ऋतिक गिरी, तर त्यहाँ उनको साथी भने थिएनन् त्यहाँ। र अहिलेसम्मको नतिजा हेर्ने भने जुनेली युवा क्लब 2 गोल, ओल्ड मक 0 गोलको अवस्थामा छ। अझै पनि अवसर छ यहाँ। सनिल मगरको त्यो राइट ह्यान्ड साइडको पास त्यहाँ ब्लक गर्दै कुनै पनि अवसर दिएनन् त्यहाँ जुनेलीका डिफेन्सले। तर अवसर भने साँच्चै राम्रो थियो ओल्ड मङ्कका लागि गोल अन्तर हटाउने र खेलमा फर्कने एउटा मौका हुन सक्थ्यो। यहाँ ओल्ड मङ्क खेलमा फर्कनका लागि 2 गोलको आवश्यकता छ र यो पहिलो सेमिफाइनल खेल हो। विजेता टिम फाइनल प्रवेश गर्नेछ। सनिल मगर त्यहाँ के ढिलो गरेर पुगे र प्रशान्त राई फेरि पनि गोलले अगाडि बढ्दै जुनेलीको तर्फबाट। त्यहाँ उत्कृष्ट प्रहार गरेका थिए जर्सी नम्बर 14 का खेलाडी कुशल लिम्बू
यति बेला मैदानमा डगीले प्रवेश गरेको छ, कुकुर प्रवेश गरेको छ र मान्छेको जमात देख्दाखेरि केही रमाउने प्रयास गर्दै त्यहाँ मध्यभागमा ऋतिक गिरी पृष्ठ टच निकालिदिएका थिए, तर त्यहाँ कुनै पनि अवसर भने दिएनन् जुनेलीका तर्फबाट। न्युसन बराइलीले त्यहाँ नियन्त्रण गर्नबाट चुकेका छन्। मनिष केदान त्यहाँ उत्कृष्ट प्रहार त थियो, तर निकै बाहिर गएको छ टङ्क कुमालको त्यो प्रहार। र यहाँ फेरि पनि बल लिएर अगाडि बढिसकेको छ र अवसर हुन सक्छ। र मिस पास गरेका छन् यहाँ जुनेलको तर्फबाट। ऋतिक यहाँ मध्यभागबाट मिस पास गरिदिए, फेरि गोल पोजिसन गुमाएका छन् र प्रशान्त राई यहाँ बल क्लियर गरिदिएका छन् ओल्ड मङ्कका तर्फबाट। डिफेन्स निशल कुमालले त्यसै गरी मित्र खड्का समय कति भयो होला भन्दै हुनुहुन्छ। अफसाइड भइसकेको छ र हामी दोस्रो हाफको केही समयमा छौँ। अब त्यसै गरी मित्र खड्का अलि जुम गरेर देखाउँदा अझ राम्रो होला कि भन्दै हुनुहुन्छ। यहाँ मौसमको समस्या, नेटवर्कको समस्याले गर्दा त्यति राम्रो हामीले देखाउन पनि सकिरहेका छैनौँ। यद्यपि हामी राम्रोभन्दा राम्रो प्रत्यक्ष प्रसारण देखाउने प्रयासमा रहनेछौँ। त्यहाँ सर्ट पास खेलेका छन् डिफेन्सले र जुनेलीका तर्फबाट श्रेय मगर त्यहाँ के ढिला गर्न पुगे। ऋतिक त्यहाँ फुटवर्क देखाउँदै मध्यभागबाट आफै अनिन्द्रबाट लड्न पुगे र थ्रो इनको अवसर यहाँ ओल्ड मङ्कका लागि। त्यहाँ के अवसर सिर्जना गर्दै तर सफल भने हुन सकेन त्यहाँ ओल्ड मङ्क। यहाँ कर्नर किक प्राप्त गरेको छ र एउटा अवसर हुन सक्छ गोल अन्तर घटाउनका लागि। र ओल्ड मङ्कका लागि एउटा राम्रो अवसर हुन सक्छ। ऋतिकको त्यो प्रहार फ्यातुलो भएको छ। यहाँ गोल छिराउन चाहन्थे तर ऋतिकले बिचमै सेभ गरेका छन्। उनको सिधा प्रहार पोस्टमा थियो तर गोलरक्षक राहुल लिम्बुले गोल नियन्त्रणमा लिइदिएका छन्। ऋतिक यहाँ के मिस पास गरिदिए ऋतिकले फेरि पनि। र यहाँ लेफ्ट ह्यान्ड साइडमा नवराजका लागि पास थियो तर त्यहाँ कुनै पनि अवसर भने दिएनन्। त्यहाँ गोल नियन्त्रण भने जुनेल युवा क्लबले गर्न सकेन। त्यहाँ कर्नर किक प्राप्त गरेको छ ओल्ड मङ्कले। ओल्ड मङ्क नवराज त्यहाँ कर्नर किक प्रहार गर्दै नवराजको कर्नर हेडर राम्रो हेडर गरेका थिए त्यहाँ निशान कुमारले तर त्यो सफल बनाउन सकेन। प्रशान्त राई राइट ह्यान्ड साइडबाट गोल लिएर अगाडि बढ्दै र यहाँ येल्लो कार्ड प्राप्त गरेका छन्।
कप्तान ओल्ड मङ्का तर्फबाट कप्तान नवराज मोतेले आफ्नो नाममा एउटा येल्लो कार्ड दर्ता गरेका छन्। यहाँ केही वार्निङ दिँदै आजका म्याच रेफ्री गणेश मगर र फ्री किकको अवसर यहाँ जुनेलीका लागि। नेवास बराइली त्यहाँ फ्री किक हान्दै न्युसनको यो फ्री किक सोझै गोल पोस्टमा गोलरक्षक अर्जुन सार्की त्यहाँ सेभ गरेका छन्। नवराज त्यहाँ गोल भेट्ने प्रयासमा त थिए तर गोल भेट्न सफल भने हुन सकेन नवराज यति बेला र गोल किक पाएको छ जुनेलीले। र फेरि पनि मैदानमा डगीले प्रवेश गरेको छ। यहाँ मान्छेहरूको माहौल देख्दाखेरि खुसी हुने जनावर हो। यहाँ स्वयंसेवकले कुकुर हटाउने प्रयास गरिरहेका छन्। र गोल किक त्यहाँ सट पास खेलिदिएका छन्। अगाडि त खेलिदिएका थिए तर त्यहाँ कोही पनि थिएन मध्यभागमा। त्यहाँ अतालिएर बाहिर हान्न पुगे खेलाडी, कुनै पनि अतालिनु पर्ने अवस्था छैन। यहाँ गोल नियन्त्रणभन्दा बाहिर श्रेष्ठ प्रहार त्यहाँ। त्यसै गरी मित्र खड्कामलाई कमेन्ट गरिराख्नु भएको छ, फुटबलको देख्दै मजा आयोजक नै पो फाइनल पुग्ला जस्तो देख्दैछौँ भने अहिलेसम्मको अवस्था आयोजक फाइनल पुग्ने निश्चित देखिन्छ। तैपनि अझै हामीलाई टाइम छ केही। 2 गोलले अग्रता लिइसकेको अवस्था छ यहाँ आयोजक टिम जुनेली युवा क्लबले र त्यत्तिकै खटेर खेलिरहेको छ आफ्नो अग्रता जोगाउनका लागि। जुनेली सम्भवतः जुनेली फाइनल प्रवेश गर्नेछ। अझै पनि दबावमा राख्न सफल भइरहेको छ जुनेली। प्रशान्त राई यहाँ के अतालिएको अवस्थामा गोल क्लियर गर्न गरेका छन् टङ्क कुमाल। र थ्रोइन प्रहार गर्दै जुनेली त्यहाँ केही घाइते देखिन्छ जुनेलीका कप्तान प्रशान्त राई। र थ्रोइन यहाँ र यहाँ गोलरक्षकले केही टाइम किल गरेको अवस्थामा केही टाइम किल गरेको छ यहाँ र त्यसको बदलामा येल्लो कार्ड प्राप्त गरेका छन् जुनेलीका तर्फबाट गोलरक्षक राहुल लिम्बुले। र फाउल भएको छ यहाँ, फ्री किक प्राप्त गरेको छ। निकै डेन्जर जोनमा डिबक्स भित्र फ्री किक प्राप्त गरेको छ ओल्ड मङले र ओल्ड मङलाई यो एउटा राम्रो अवसर हुन सक्छ गोल अन्तर घटाउनका लागि।
र 5 मेन वाल सेटअप भएको छ त्यहाँ र फ्री किक कसले हान्नेछ त्यहाँ दुईजना अनमार्क रहेका छन् नवराज र ऋतिक नवराज त्यहाँ वालमेनमा लागेको छ उत्कृष्ट प्रहार त्यहाँ अनिश मगरको त्यसैगरी हामीलाई यति बेला प्रत्यक्ष प्रसारणमा निश्चल आचार्यले पनि हेराउनु भएको छ झापाले पत्रकार हाम्रो टिम स्पोर्ट नेपालको एक सदस्य म पनि आएँ है भन्दै हुनुहुन्छ यहाँलाई पनि हामी स्वागत गर्न चाहन्छौँ हाम्रो अडियो भिडियो कस्तो आइरहेको छ सुझाव दिनुहोला त्यसैगरी त्यसैगरी हामीलाई शिव सुवेदीले पनि हेराउनु भएको छ उहाँलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ यहाँ जुनेली फेरि पनि त्यहाँ गोल लिएर अगाडि बढ्दै तर त्यो सफल पनि हुन सकेन ऋतिक त्यहाँ राइट ह्यान्ड साइडबाट त्यसैगरी जीवन खनाल म पनि आएँ है भन्दै हुनुहुन्छ यहाँलाई पनि हामी स्वागत गर्न चाहन्छौँ हेलो भन्न चाहन्छौँ र हामी यति बेला बुद्ध शान्ति 4 स्थित साविक शान्तिनगरमा छौँ र यहाँ भइरहेको छ साविक शान्तिनगर फुटबल प्रतियोगिता 2081 र आजको पहिलो सेमिफाइनल खेल जुनेली युवा क्लब भर्सेस ओल्ड मङ्क एफसी र यति बेला जुनेलीले खेलाडी परिवर्तन गरेको छ जर्सी नम्बर 9 का अभिषेक ठेबे मैदान प्रवेश गरेका छन् भने जर्सी नम्बर 10 का मन्जिल गम्तेल मैदान बाहिरिएका छन् अवसर हुन सक्छ त्यहाँ नवराज त्यहाँ लाइभ हुँदैछ ल उत्कृष्ट प्रहार थियो तर त्यहाँ र त्यहाँ कुनै अवसर भने दिएनन् ओल्ड मङ्कका तर्फबाट त्यहाँ केही फ्यातुलो प्रहार गर्न पुगे सशक्त प्रहार भने गर्न सकेनन् र त्यसैगरी हामीलाई धेरैभन्दा धेरै दर्शकहरूले फेसबुक मार्फत पनि हेरिरहनु भएको छ उत्कृष्ट क्रस पासको प्रयास त गरेका थिए तर त्यहाँ उनी सफल भने हुन सकेनन् र फेरि पनि अगाडि नवराज बल क्लियर गरिदिएका छन् नवराज त्यहाँ प्रशान्त राई थिए जुनेलीका तर्फबाट कप्तान त्यहाँ प्रयास त गरेका थिए त्यहाँ तर कुनै पनि सफल भने हुन सकेन र थ्रो इनको अवसर यहाँ जुनेलीका तर्फबाट मनिष त्यहाँ प्रहार गर्दै सशक्त प्रहार त गर्न चाहन्थे तर फ्रेममा भने पर्न सकेन अभिषेक ठेवे थिए भर्खरै मैदान प्रवेश गरेका अभिषेक ठेवेको त्यो प्रहार राम्रो थियो र अवसर हुन सक्छ यहाँ श्रेष्ठ पास नवराजको प्रहार त्यहाँ क्रस पासमा लागेर बाहिरिएको छ उत्कृष्ट प्रयास भने थियो यहाँ गोल अन्तर हटाउनका लागि
यहाँ जुनेलीको तर्फबाट खेलाडी परिवर्तन। 7 नम्बर जर्सी नम्बर 11 का रोनिस मैदान बाहिरिएका छन् भने जर्सी नम्बर 7 का खेलाडी सबिन लिम्बू मैदान प्रवेश गरेका छन् र दोस्रो हाफको पनि अन्त्यमा आइसकेका छौँ। अतिरिक्त समय 5 मिनेट थप गरिएको छ थप समय 5 मिनेट रहेको छ र अबको 5 मिनेटको समय 2 गोल लगाउनु पर्ने अवस्था ओल्ड मङ्कका लागि यहाँ निकै प्रेसर सिर्जना भएको छ यो मैदानमा र यो हेर्ने हो भने जुनेली स्वत फाइनलमा गएको अन्दाज हामी गर्न सक्छौँ। 2 गोलले अग्रता लिएको जुनेली युवा क्लब यति बेला मैदानमा कन्फिडेन्सका साथ खेलिरहेको छ र त्यति नै कसरतरत र प्रशान्त राई प्रशान्त त्यहाँ मिस पास गर्न पुगे नवराज त्यहाँ गोलेर अगाडि बढ्दै त्यहाँ के हेभी टच भने लिन पुगेका छन् उनले अवसर भने पटक पटक सिर्जना गरिरहेको छ र भर्खरै मैदान प्रवेश गरेका खेलाडी सबिन लिम्बूलाई त्यहाँ वार्निङ दिएका छन् आजका म्याच रेफ्री गणेश मगर र थ्रो इनको अवसर यहाँ ओल्ड मङ्कका लागि त्यहाँ के हेभी टच शान्त राई प्रशान्त राई फेरि पनि राइट ह्यान्ड साइडबाट त्यहाँ केही फुटबल देखाउँदै क्रस त गर्न भ्याए उनले तर त्यहाँ साथीको खोजीमा थिए तर त्यहाँ कोही पनि थिएनन् त्यो बल मिट गर्नका लागि। त्यसै गरी शिव सुवेदी नयाँ वर्ष 1082 को हार्दिक मङ्गलमय शुभकामना भन्दै हुनुहुन्छ। यहाँले 2082 लेख्न चाहनुभएको थियो होला मिस्टेक भएछ हामी बुझ्छौँ। यहाँलाई पनि 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। यहाँलाई सुख समृद्धिको कामना हामी पनि गर्न चाहन्छौँ टिम स्पोर्ट नेपालको तर्फबाट। त्यसै गरी जीवन खनाल म पनि आएँ है भन्दै हुनुहुन्छ यहाँलाई पनि हामी धन्यवाद र स्वागत गर्न चाहन्छौँ। राहुल लिम्बू सहजै गोल नियन्त्रणमा लिँदै सफल। मनिष खेलाम र कहाँबाट हेर्दै हुनुहुन्छ हाम्रो अडियो भिडियो कस्तो आइरहेको छ। हामी यति बेला अतिरिक्त टाइममा छौँ। अतिरिक्त 5 मिनट थप गरिएको छ। अतिरिक्तको समयमा यहाँ जुनेली क्लब खेलाडी परिवर्तन गर्दै प्रशान्त राई त्यहाँ के हेभी टच हुन पुगेको छ जुनेलीको तर्फबाट थ्रो इनको अवसर। त्यहाँ फेरि थ्रो इनको अवसर जुनेली युथ क्लब। आजको टिम विजेता बनेमा फाइनलमा प्रवेश गर्नेछ उपाधि नजिक पुग्नेछ र सेकेन्ड प्राइजको दावेदारी हो। र यहाँ जुनेलीको तर्फबाट खेलाडी परिवर्तन जर्सी नम्बर 2 का श्यामुल विक मैदान प्रवेश गरेका छन् भने जर्सी नम्बर 5 का सन्दीप घिसिङ मैदान बाहिरिएका छन्। र यो खेल आजको सेमिफाइनल खेल दोस्रो प्राइजको लडाई पनि भन्न सक्छौँ हामी। यो टिमले स्वतः दोस्रो प्राइजको दावेदारी हुनेछ र आजको यो सेमिफाइनल खेल पहिलो सेमिफाइनल खेल भोलि अर्को फाइनल सेमिफाइनल खेल भोलि पनि हुनेछ। क्रिस्टल क्लियर त्यहाँ डिफेन्सबाट। त्यसै गरी रोजन सुवेदी राम्रो आएको छ है भन्दै हुनुहुन्छ यहाँलाई पनि धन्यवाद। शिव सुवेदी गल्ती सबैले हेर्छन् हे सर भन्नुहुन्छ यहाँलाई पनि धन्यवाद दिन चाहन्छु। पक्कै पनि यहाँ उत्कृष्ट प्रहार गर्न चाहन्थे। त्यहाँ अफसाइडको फ्ल्याग रेज भएको छ। र जुनेली क्लबले हाफ टाइम भन्दा अगाडि पहिलो हाफमै 2 गोल लगाएको थियो
त्यस यता कुनै पनि गोल भने जोड्न सकेको छैन भने ओल्ड मङ्कले पनि त्यो गोल फर्काउन सकेको छैन, खेलमा फर्किन सकेको छैन। अबका 1-2 मिनेट केही बाँकी छन्, जुन टाइम 2 गोलका लागि पर्याप्त समय छैन। यद्यपि हामी सोझै अन्दाज गर्न सक्छौँ जुनेली युवा क्लब फाइनलमा प्रवेश गर्नेछ भन्ने कुरामा। फेरि पनि बल क्लियर त्यहाँ नवराज र यो हुइसलसँगै आजको खेल पनि सकिएको छ र हामी यहाँ सेलिब्रेसन देख्न सक्छौँ। जुनेली युवा क्लबको तर्फबाट फाइनलमा प्रवेश गरेको छ जुनेली युवा क्लब। हाम्रो सेमिफाइनल जुनेली युवा क्लब 2-0 को जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ, उपाधि नजिक पुगेको छ। आयोजक जुनेली युवा क्लबले भने ओल्ड मङ्क बुद्ध शान्ति 5-2 को हार बेहोर्दै घर फर्कन बाध्य भएको छ, जुन सिर्जना गरेको छ जुनेली युवा क्लबले। आयोजक टिम जुनेली राम्रो खेल प्रदर्शन गर्दै फाइनलमा प्रवेश गरेको छ, उपाधि नजिक पुगेको छ र यो प्रतियोगितामा विजेता टिमले नगद 20,000 ट्रफी, मेडल लगायत विभिन्न पुरस्कारहरू प्राप्त गर्नेछ भने उपविजेता बन्ने टिमले 12,000 नगद पुरस्कार, ट्रफी र मेडलहरू प्राप्त गर्नेछ। त्यसैगरी विभिन्न खेलाडीहरूले विधागत पुरस्कारहरू पनि पाउनेछन्। र आजको म्यान अफ द म्याच को हुनेछ त्यो भने हेर्न बाँकी नै छ। र आजको यो खेल एकदमै उत्कृष्ट थियो। दर्शकहरूको सङ्ख्यामा त्यतिको उपस्थिति, भिड त्यतिको उपस्थित थियो हाम्रो खेलको र आजको यो खेल हेरेर यतिसम्म साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ सम्पूर्ण खेल प्रेमी महानुभावहरूलाई। र यो सँगै आज र आजको यो खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रशान्त राई म्यान अफ द म्याच बन्न सफल भएका छन् र सम्पूर्ण दर्शकहरूलाई हामी धन्यवाद दिन चाहन्छौँ। र भोलिको दोस्रो सेमिफाइनल खेल लिएर फेरि पनि उपस्थित हुनेछौँ। तबसम्मका लागि सहकर्मी आयुष निरोलासँगै म यहाँहरूको आवाजको साथी प्रकाश बानिया पनि बिदा हुन चाहन्छु। नमस्कार, जय खेलकुद, जय स्पोर्ट नेपाल, जय बुद्ध शान्ति। त्यो बोक्नु न, त्यहाँ भरे समाचार लेख्न चाहिन्छ।